रातो चटपटे कालो भइसक्यो लगाएर जाऊ जुत्ता लगाएर जाऊ ल खुर्सानीपट्टि हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ न्यू इयरको दिन 2082 हजुरहरूलाई धेरै 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 शुभकामना। ह्याप्पी न्यू इयरको दिनमा हामी चाहिँ कहाँ जाँदैछौँ? खुडी जाँदैछौँ। म पोतलीवाला लुगा लाएर पोतली जस्तै भएर मेरो लुगा चाहिँ यस्तो छ। कस्तो छ भएर देखाउँछु मेरो लुगा खुडी पुगेपछि। वेटिङ फर अटो, आफ्नो पर्सनल स्कुटी गाडी बाइक नभएपछि के गर्नु? यता जाँदा पनि उता जाँदा पनि त्यही अटोलाई पर्खिनु पर्यो। यहाँ यस्तो झोला बोकेर यहाँ हिगो बोकेर हट भएर कोही चाहिँदैन, म एक्लै यहाँ बसिहाल्छु नि। के मलाई हिँड्नु भइहाल्छ गर्दै थिएँ म अस्ति नै। हामी घुम्न आएको यही पहाड कस्तो उरास लाग्दो भएको रहेछ नि, सुकेर सबै देखिने। खुडी आइपुग्यौँ। भनेको यही हो। खोडी हामी दिदी बहिनी। उहाँ चाहिँ मेरो मम्मी हट भएर पट भएर हाम्रो ग्याङ यति यो अटोमा आएको। अर्को ग्याङ यहाँ छु। यो चाहिँ हाम्रो खोडीको जोडलिङ्गे पुल। मेरो मम्मी हिँड्दै हुनुहुन्छ। म चाहिँ यहाँ पैसा खुजुरा नपाएर यो किनेर केटाकेटी चाहिँ चाट्दै हिँड्दैछु। यही हो खोडी। खोलाले बगाएको थियो कहिले? ए कस्तो छ हाम्रो खोडी चुलीको फेदमा आएको चुली हो हाम्रो ग्याङ यहाँ। जाउँ शीतल बसेर खानुपर्छ। कसैले सोधे कसैले किडनी बेचेर नि किनेर दिनै पर्यो। हरायो भने किडनी चाहिँ कसको बेच्नु? अङ्कलको आइफोन बोकेर आएको छु। के गर्नु, सबै बसाइ सरे अब यहाँ बसाइ सरेर। ओ कोही नाच्दैछन् हो पर। यहाँ यस्तो बजेट लागेको छ। खोरै लाग्नुपर्छ हामी। चुलियो फेद हामी यहाँ पिकनिक खाने। यो चाहिँ हाम्रो रिता माइजू हँसुली रसुली गोराज नानी। हाँसिदिनु न। हाम्रो चाहिँ कतिखेर बनाएर खानु फुलुटी। अब चिसो तातो भइहाल्छ। चिसो खाने नि होइन। अब आइफोन मागी लिएको छ। फोटो त खिच्नै पर्थ्यो। इङ्ग्लिस छाड्नु हुँदैछ त। आइमा के अरे चटपटे साउने। हाम्रो चटपटे रम्फम वाली चिप्स वाली ऊ चाउचाउ वाली यता चटपटे वाली यता काली साली चिसो वाली। लगाएर जाऊ जुत्ता लगाएर जाऊ ल खुर्सानी कटिङ हुँदैछ। यहाँ चाहिँ
गर्नु अनि उस गर्नु ल साङ्को ओइ थु गर्नु अनि उस गर्नु ल त्यो पछाडि त्यसको चस्मा छ भाँचिएला भाँचितिर फेरि सक्यो पिकनिक खान आएको के अरे त्यो चिसा हेरेको चिसो हेरेको मेरो नाम एउटा फुटा त्यो त सार न नि फुटाएर कान्छे सार्नु नि मम्मीहरू तुङमा खाने म त मुखमा सुपर ग्लु लगाएर टाँची पनि त्यस्तो पाएर घरमा अघि रुपी चिउ 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 गरेको थाहा छैन तपाईँले भनेको होइन न बाउ खाने न आमा खाने ए हेरेको हेरे के मिसाउनु किन मिसाउनु फेरि छोइ हो चिसै छ कान्छे उ त चाहिँ बाहिरपट्टि कसले भनेको चामैले चाहिँ आइस चाहिँ बनाउनु परेको थियो आज खुडी आउने भनेर त भने हिजै गाइजहरूलाई चटपटे रातो चटपटे कालो भइसक्यो रात होइन रास यति धेरै अब यो त उठाउनु पर्यो हातै पार्टीहरू पल्लोपट्टि 3 मिटर खानु लिएर गाइस डेकोरेसन हामी चाहिँ गरिब उता चाहिँ धनीको खाने गएर घर अटो बोलाएर पुग्नु अरे सबैलाई आउनु काँक्रा छ नि किनेर आउन चाहिँ होइन त्यो काँक्रा त त्यति काटेर खाम मिठो हुन्छ मेरो चिसो लडाइ पठाउला हो नानी मेरो चाहिँ कहाँ हो को त नि मेरो त यो होला अमा चटपटे खाने चम्चिनी लिएर आएको रहेछन् मरे म त गाई साथीहरू हो त अन्त आन्टी उता छ भने उता नो 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 चटपटे एकै ठाउँमा खाँदा हुन्छ होला के हुँदैन हुन्छ हुन्छ के हुँदैन दुईटा खाँदैन होला नि त होइन भाउजूलाई एक झोला देऊ न धेरै होइन ए हामी त तपाईँहरू नै कुलचित्र हामीलाई त चल्छ हमको त सब कुछ चल्ता है गाइस मेरो हात केले धुनु ओ पानी चाटो अरे आफ्नो चाहिँ साङको यहाँ लगाइदे यहाँ लगाइ यहाँ लगाइ यत्रो यो चटपट हामी चाहिँ हेरेको हेर अर्कालदेखि खरबुजा नि खायो मिठो चटपट यति छ आलु चप गाइस फेरि अगाडि राखेछ नि मेरो भनेर खान्छु चिसो यो चाहिँ टोकरी पापड ल्याउने पैसा टोकरी अलिक थोरै ल्याउनु ओके के ल्याउनु अरे अन्डा टोकरी पापड जति नै कतिवटा अन्डा खाने कति दाना खाइसकिन्छ त्यो तिनवटा खाइन्छ दुईटा खाम सानो तपाईँको जेठी बुहारी त घिच्छु 3टा अन्डा खान्छु भन्दैछ नि हेर त त्यहाँ मेकअप त गयो त काली भयो नि त ल गयो ल गाइस पचाउँछ होला नि त अन्त बाख्रालाई पनि न्यु इयर लागिरहेछ हट भएर हिँड्दैछु हामी थाल पुऱ्याउनु आएको अन्डा चाहिँ छैन अन्डा छ अरे कसरी गोटायो 25 रुपियाँ 25 50 कति है कति दाना लानु अरे 14 दाना 12 दाना 12 दाना 12 दाना थालमै दिनु न थाल हामी सापट ल्याइदिइहाल्छौँ हो त्यहाँ आन्टी
12 दाना 12 जना त्यहाँ राखिदिँदै गर्नु ल पाक्दैछ यहाँ टुक्रे बजार ल्याएर यहाँ टुक्रे टुक्रे आइसक्रिम कुइनेटर मे बाख्रो हाम्रो आन्टी पापड किन्दै हुनुहुन्छ चपत्ते मज्जा पैसा छैन चाहिँ भन्छन् तर निकाल्नु चाहिँ निकाल्छन् मेरो मम्मी त्यस्तै छिन् खालि सजेनको बोटो कि के को यो माथि त कत्रो छ हेर यस्तो ठाउँमा नि यस्तो चिडिक्क परेको घर यो घरै होला नि दोकान त होइन नि त्यो हो र यता पनि दोकान हो मेरो आन्टी हुनुहुन्छ दिदी स्मिता 40 रुपैयाँ आयो ल अन्डा पापड ढुङ्ग्रे अन्डा पनि कस्तो कलर हो उयो अङ्कल नाच्दै हुनुहुन्छ अन्डा खान ल्याउ लैजाऊ एउटा दिन नछौ है अहिले नै लगो सबै साङ्गुले मेरो चिसो चट्टै नागो यो राखेर आउ ल तिम्रो लैजाऊ यही खानु आएको के भयो खानु पाएछ खाऊ भन्दै त के आउँछ नि टिकटकमा खै मछरी आऊ अब के गर्नु मेरो बहिनीहरू आएनन् सिसी बहिनीहरूलाई देखाउनै पर्यो यति त गर्नै पर्यो साथीहरू यति त खानै पर्यो अब यसमा पनि अब सेन्तेरेम खाने भए त मजा हुन्थ्यो होला सेन्तेरेम चल्दैन तपाईको चाहिँ भाग दिएको नि यहाँ रिता माइजूलाई दुतियाको भाग दिएको अरे तिहार नआइकन तिहारको भाग दिइसके यहाँ हामी चाहिँ हेरेको हेरे हामी चाहिँ हेरेको हेरे हामी चाहिँ हेरे यता मेरो जेठी माइजू खाएको खाइ 3टा अन्डा खाने मान्छे सबै खान्छु यो थालमा खाइसक्नुहुन्छ आन्टी चाहिँ अब मेरो अनुहार जस्तै उहाँहरूको ग्रुप त्यता त्यहाँ चाहिँ के को गीत बजेको हौ त्यो घरमा डान्स लाग्यो नाच्न जाउँ त्यहाँ अब खाएर त्यहाँ एक ग्रुप उयो पर एक ग्रुप होइन हौ हामी एक ग्रुप फाल्टै उसको पनि दुधियाकै भाग आहा उसको त कुखुराले नि खाइदिँदैछ साइडमा टक टक यता हेर मिठो रहेछ मिठो यहाँ फेरि यो थपिएछ नाजलो घाटामा कमाइ हाला अनि यसरी धेरै बेर खुट्टा पलेक बसेर बस्नु नहुने आज त निकै बेर बसे त म त तपाईँलाई पनि न्यु इयर लागेको लागेको होला साँच्चै अब आज यसरी पलेटी मार्नु जिन्दगीभर पलेटी मारेर बसेको बसै गर्नु मारेर बस्दाखेरि खुट्टा दिदी आज त छैन त भुडी जति खायो कसैको भुँडी छैन अरे कसैलाई पलेटी मारेर बस्दा निरोगी हुनु भएछ आजदेखि तपाईँ नभए भुडी यत्रो पल्टी जाने त मेरो मेरो भएको नि खानु तपाईँले एउटा त खायो नि एउटा छैन ए के को खान्छ एउटा छैन उहुँ। अनि मैले धेरै पैसा यो पापर अनि के भयो खाँदैन छोला त सस्तो भयो खाँदैन कति राम्रो मेरो फोन पनि आइफोन भन्दा त कमी त छैन भिडियो उता डान्स गरेर मेरो पछौरीमा लो हामी यस्तो खाए ल साथीहरू डान्स गर्नु हाम्रो आन्टी अल्छी गर्दै खानुहुँदैछ त्यो तगाएर नि त नाचिन्छ होला खाउँ कि नहुँदै खाँदैछ खाउँ कि नखाउँ खाउँ कि न घर जाने जोडा ठिक पर्दैछ
ऊ त खानुमै व्यस्त यहाँ ल्याउ म खोलिदिन्छु अम्मो गए आफ्नो झोली तुमुल बोकेर अब अरू यता आउँछन् हामी चाहिँ घर जानु तर्खरमा जल्दी कर बेटा फोटो खिच्नु पनि मान्दैन के गर्नु र खाइदिए पनि खाएको मैले नि खानु त ठस छ कि हाम्रो थोरै चाम्रो छैन उसको बुढी मैले त अघि नै एकपल्ट अब खाइदियो गाई खाएर हिँड्नु घरतिर हिँड्नु फोटो खिच्ने अनि मात्रै जाने हो घर अब आई लभ फुडीमा खिच्ने बाँकी छ माथि चिड चढ्न बाँकी नै छ अझ पनि तर अहिले चाहिँ कति माथिसम्म छ अरे है म त थाहा छैन टाढासम्म छ अरे त्यसमा त हिरोइन जस्तो देखिन्छ होला हिरोनी नै हो मेरो लागि त म आफै हिरोनी बन आफै हिरोनी नै हो भन हिरोनी कसले भन्छ आफै क्वेसन गर्दै आफै एन्सर दिँदै को गर्छ म गर्छु मैं करती हूँ कसैलाई आज खानेकुरा धेर भएर फ्याँके कसैले सोधे कसैले खोसे बसाइ सर्यो भन्दिनु हाम्रो गाइजहरू आउँदैछन् मै त छु म चाहिँ हिरोनी मेरो ग्याङ पछाडि आउँदैछन् यसरी यता एउटा झोला यता एउटा झोला त्यो पम्पुनेवालाले बोलाएको बोलाएछ कतिचोटि खानु छिटो आऊ साङ्गो त्यति साह्रो भिड छैन ठिकै भिड झन्डा भएकोमा जाने आई लभमा खिच्ने भनेको अरूको क्यामेरा उमेन हुँदा ठिक मेरो चाहिँ कसले खिचिदिन्छ उज्यालो बत्ती बालेर हो भने चाहिँ त्यसरी नै खिचिदिउँला न डोन्ट वरी माइजु हो न आइएम हियर नो निड टु फेयर कति राम्री हौ आएको होइन कहिले आउँदैछन् घोडी अनि अस्ति त यहाँ आएर थुन्नु सेवला काट्दा भिड पर्छ म त कति काली नि तिमी मात्रै सबैजना त्यस्तै अघि कति एक पाती मेकअप गरेर सेतो भएर आएको त थुक्क के पाती मेकअप गएछ घामले हिँड्नुपर्छ झोला बोकेर पो त कता हिँडेको बिजुली बालेर हाट भएर पाट भएर सेल्फी हानेर मेरो गाइजहरू हामी चाहिँ हेरेको मेरो नाइल्स हेयर स्ट्रेट हेयर हिँडेरै जानुपर्छ हामी यस्तो चढ्दैछौँ त्यता पर त्यस्तो छ के हामी कहाँ आएको होला नि हट भएर पट भएर चुली गएको राम यहाँ फाइनली यहाँ माथि आइपुग्यौँ यहाँ बस्ने ठाउँ पनि रहेछ अन्त कहाँसम्म रहेछ हौ घर हामी यहाँ आइसक्यौँ हट भएर पट भएर क्यामेराम्यान हाम्रो साथीहरू चाहिँ फोटो खिचेर भन्दा नि घाम माथि त लास्टै घाम है टल्केर फोटो त चमक्क भयो होला नि हट भएर पट भएर बिजुली बालेर हामी जाँदैछौँ म चाहिँ यहाँ छु यस्तै काली कलौटी कति देखेछ थाहा छैन काली कलौटी एक पाथी मेकअप गरेर आएको फाउन्डेसन जति सबै घामले खाएर काली न काली भयो लास्टमा गोजीमा लिएर थप त लाउँदै हिँड्नु ए जन्माउनु पनि के साह्रो काली जन्माएको हौ मम्मी अलिक गोरी चिरी च्याट्टै परेको जन्माउनु पर्दैन काली न काली झन् त्यो घामले भेटाएपछि त झन् काली त्यही माथि
गरेको अरे म मिडिया नतार अरे के गर्नु भएको तपाईले के गर्न चाहनु भएको बक भनेको अरे मलाई बक भन्नु भएको ए राम राम फर्केको अवस्था कोही सुते कोही हिँड्दैछन् 500 रुपियाँको चटपटे 2टा जम्बु अनि 2टा होइन 1 थाल प्याजी र आलुचप 100 भन्दा धेरै 200 रुपियाँको थियो होला उयो त्यो के भन्छ पापड टोक्री 1 थाल अन्डा खाएर हिँडे यी जनता गाइजहरू गए गाइज ल यस्तो थियो यहाँको सिन अब त ल हामी यहाँ अब हामी घर जाने होइन त मम्मी घर जाने हो नि घर जाने घर ल ओके छ गाइस अब हामी घर जाने हामी खोडी छोडेर घर गएको साथीहरू यहाँ छौँ टमाटम खोडीलाई टाटा बाई बाई मान्छे अलिक बेलुका चाहिँ झ्याममा हुँदो रहेछ नि हामी चाहिँ अब बेलुका घरमा काम भ्याउनुपर्छ यी ठिटीहरू हेरौँ न ऐना हेरेर कसका छोरीहरू पनि अङ्कलको आइफोन लिएर प्रदर्शन पनि गरियो भगवान् फोटो चाहिँ कसले मोटे भन्नु तपाईँलाई मोटे भन्दैछ त यो कस्तो राम्रो बाटो छ हौ यहाँ उयो चाहिँ हाम्रो न्यू इयरको यात्रा यहीँसम्म यसरी गुन्द्री यहाँ झोला बोकेर म घर आएको अवस्था फेरि पनि सबैजना ह्याप्पी न्यू इयर भन्दै मैले आजको मेरो भिडियोलाई यही अन्त गरेँ हस्त धन्यवाद।